रगत हड्डी स्तन वा पाटेघर क्यान्सर यी नाम मात्र सुन्दा पनि हृदय काँप्छ। तर तपाईलाई थाहा छ डिएक्सन माइकोभिरा यो कुनै सामान्य जडीबुटी होइन। यो शरीरभित्र सूक्ष्म स्तरमा काम गर्ने शक्तिशाली प्राकृतिक सहयोगी हो। माइकोभिरामा ग्यानोडर्मा लुसिडियमको माइसिलियम र फ्रुट बडी हुन्छ, जसले हाम्रो शरीरको इम्युन सेल एनके सेल्स टी सेल्सलाई सक्रिय बनाउँछ। यी सक्रिय कोषहरू क्यान्सर कोष चिन्न र नष्ट गर्न सक्षम हुन्छन्। यसले रक्तमा फैलिएको क्यान्सर सेल, हड्डीको ट्युमर वा स्तन, पाटेघर र प्रोस्टेटमा रहेको गाँठोसम्म पुगेर असर पुर्याउँछ। ग्यानोडर्माको पोलिस्याकाराइड्स, ट्राइटर्पेनोइड्स र एन्टिअक्सिडेन्ट्सले डीएनए लेभलसम्म पुगेर ड्यामेज कोशिकाहरूलाई मर्मत गर्छ। यसले किमो वा रेडियोथेरापी पछिको कमजोरीलाई पनि घटाउँछ, जीवनशैलीमा नयाँ शक्ति भरिदिन्छ। माइकोभिरा यो केवल पूरक होइन, यो आशा हो। प्राकृतिक उपचारको एउटा शक्तिशाली पाइलो जहाँ शरीर आफै लड्न सिक्छ, पुनः बाँच्न थाल्छ। आजैदेखि रगत हड्डी स्तन वा पाटेघर क्यान्सर यी नाम मात्र सुन्दा पनि हृदय काँप्छ। तर तपाईलाई थाहा छ डिएक्सन माइकोभिरा यो कुनै सामान्य जडीबुटी होइन। यो शरीरभित्र सूक्ष्म स्तरमा काम गर्ने शक्तिशाली प्राकृतिक सहयोगी हो। माइकोभिरामा ग्यानोडर्मा लुसिडियमको माइसिलियम र फ्रुट बडी हुन्छ, जसले हाम्रो शरीरको इम्युन सेल एनके सेल्स टी सेल्सलाई सक्रिय बनाउँछ। यी सक्रिय कोषहरू क्यान्सर कोष चिन्न र नष्ट गर्न सक्षम हुन्छन्। यसले रक्तमा फैलिएको क्यान्सर सेल, हड्डीको ट्युमर वा स्तन, पाटेघर र प्रोस्टेटमा रहेको गाँठोसम्म पुगेर असर पुर्याउँछ। ग्यानोडर्माको पोलिस्याकाराइड्स, ट्राइटर्पेनोइड्स र एन्टिअक्सिडेन्ट्सले डीएनए लेभलसम्म पुगेर ड्यामेज कोशिकाहरूलाई मर्मत गर्छ। यसले किमो वा रेडियोथेरापी पछिको कमजोरीलाई पनि घटाउँछ, जीवनशैलीमा नयाँ शक्ति भरिदिन्छ। माइकोभिरा यो केवल पूरक होइन, यो आशा हो। प्राकृतिक उपचारको एउटा शक्तिशाली पाइलो जहाँ शरीर आफै लड्न सिक्छ, पुनः बाँच्न थाल्छ। आजैदेखि सुरु रगत हड्डी स्तन वा पाटेघर क्यान्सर यी नाम मात्र सुन्दा पनि हृदय काँप्छ। तर तपाईलाई थाहा छ डिएक्सन माइकोभिरा यो कुनै सामान्य जडीबुटी होइन। यो शरीरभित्र सूक्ष्म स्तरमा काम गर्ने शक्तिशाली प्राकृतिक सहयोगी हो। माइकोभिरामा ग्यानोडर्मा लुसिडियमको माइसिलियम र फ्रुट बडी हुन्छ, जसले हाम्रो शरीरको इम्युन सेल एनके सेल्स टी सेल्सलाई सक्रिय बनाउँछ। यी सक्रिय कोषहरू क्यान्सर कोष चिन्न र नष्ट गर्न सक्षम हुन्छन्। यसले रक्तमा फैलिएको क्यान्सर सेल, हड्डीको ट्युमर वा स्तन, पाटेघर र प्रोस्टेटमा रहेको गाँठोसम्म पुगेर असर पुर्याउँछ। ग्यानोडर्माको पोलिस्याकाराइड्स, ट्राइटर्पेनोइड्स र एन्टिअक्सिडेन्ट्सले डीएनए लेभलसम्म पुगेर ड्यामेज कोशिकाहरूलाई मर्मत गर्छ। यसले किमो वा रेडियोथेरापी पछिको कमजोरीलाई पनि घटाउँछ, जीवनशैलीमा नयाँ शक्ति भरिदिन्छ। माइकोभिरा यो केवल पूरक होइन, यो आशा हो। प्राकृतिक उपचारको एउटा शक्तिशाली पाइलो जहाँ शरीर आफै लड्न सिक्छ, पुनः बाँच्न थाल्छ। आजैदेखि सुरु गर्नु